गुड मर्निङ। आज हामी पिज्जा बनाउन लागिरहेको छौँ। मैले पिज्जालाई चाहिने आइटम रेडी बनाइसकेको छु। ब्रेड लिएको छौँ, त्यसपछि गाजर कोरेर लिएको छौँ, त्यसपछि प्याज छ अलिकति, एउटा टमाटर अनि सस रेडी बनाएको छु। त्यसपछि पिज्जाको लागि हामीले चीज ठिक पारेको छौँ। त्यसपछि हामीले चिल्ली फ्लेक्स रेडी बनाएको छौँ। ब्रेडमाथि हामीले सस लगाइसकेको छौँ। अब हामी यहाँमाथि भेजिसहरू एड गर्छौँ। भेजिटेबल हामीसँग जे छ घरमा, क्याप्सिकम, गाजर, प्याजहरू, टमाटरहरू जे छ आफूसँग उपलब्ध त्यसको बनाउन सक्छौँ। यहाँ मैले प्याज हालेँ अलिकति, त्यसपछि अलिकति टमाटर हाल्छु, अलिकति गाजर हालेँ। अब म यहाँमाथि कोरेर राखेको चिज हाल्छु। यसरी हामी सबैलाई यही प्रक्रिया पुरा गरेर यस्तै गरेर गर्छौँ। अनि यहाँमाथि हामी अलिकति चिल्ली फ्लेक्स हाल्छौँ। पिरो खान सक्नुहुन्न भने हजुरहरूले चिल्ली फ्लेक्स नहाल्दा पनि हुन्छ बच्चाहरूको लागि। अब हामी यहाँमाथि हल्का बिरे नुन, जस्तो नुन भए पनि हल्का छर्नेछौँ स्वाद अनुसारको। थोरै हातले हाल्दा सबैतिर लाग्छ, त्यही भएर म हातले हाल्न गइरहेको छु। हामी अब ओभन बिना पनि पिज्जा बनाउन सक्छौँ। मैले यहाँ फ्राई प्यान बसाएको छु। तावा भए पनि हुन्छ, फ्राई प्यान भए पनि हुन्छ। अब यहाँ बटर हाल्ने। अब हामी पालो कतिवटासम्म अट्छ एउटा गर्दै सरक्क यहाँ ब्रेड राख्दैछौँ। आगो चाहिँ सानो हुनुपर्छ। अब म सानो आगो बनाएको र यसलाई छोपिदिन्छु। केही बेर सानो आगोमा पकाउनुपर्छ। 2-3 मिनट छोपेपछि अब चेक गरौँ कस्तो भयो। वाउ, दामी भएको जस्तो छ। अब हेरौँ टेस्ट गर्दा कस्तो हुन्छ। अब यसलाई हामी सर्भ गर्छौँ। थ्याङ्क यू।